ओखलढुङ्गा जिल्ला आहाई कति राम्रो हाम्रो ठाउँ। देम्बा डाँडा घुम्दै घुम्दै माया पिर्ती लाउँ। सुन्नु भकै नाम हो हजुर ओखलढुङ्गा रुम्जाटार ओखलढुङ्गेली बहिनीको सबलाई नमस्कार। नमस्कार हजुर, म तुलसी नेउपाने ओखलढुङ्गा हाल कन्या मन्दिर क्षेत्रपाटे कक्षा 12 को विद्यार्थी, कक्षा 12 को नेपाली विषयको विद्यार्थी हुन्छ। मेरो कविताको शीर्षक छ शान्ति। शान्ति तिमी कहाँ छौ अहिले, आउने बेला भन तिम्रो शान्ति। तिम्रै आशा गर्दै बस्यौँ, कस्तो निष्ठुरी मन तिम्रो। हेर शान्ति, यो देशमा त हावाहुरी चलिसक्यो। शान्तिको दीप निभेर नि अशान्ति पो बलिसक्यो। शान्तिको दीप बाल्न तिमी एकचोटि त आउनै पर्छ। हाम्रै लागि भए पनि तिमीले दुःख पाउनै पर्छ। भन त शान्ति कहाँ छौ अहिले, भन त शान्ति कहाँ छौ अहिले, आउने बेला भन तिम्रो। हेर्दा हेर्दै डढेलोले खाइसकेछ बन तिम्रो। यो डढेलो निभाउन त तिमी यहाँ आउनै पर्छ। यो डढेको घाउमा तिमीले मलमपट्टी लाउनै पर्छ। यो डढेको घाउमा तिमीले मलमपट्टी लाउनै पर्छ। हेर शान्ति, तिमी बाहेक अब हाम्रो को नै छ र। गरिब दुखीलाई हेर्छु भन्नेहरू सबै भए पर पर। देशमा घटेका गतिविधि सबै तिमीलाई भन्थे, तर सबै कुरा भन्ने तिमीलाई समय यहाँ कानै छ र। अब त कुरा बुझ न शान्ति, अब त कुरा बुझ न शान्ति। हामी आपतमा परिसक्यौँ, हाम्रो ठाउँबाट सक्त सहयोग देशका लागि गरिसक्यौँ। तर शान्ति, हाम्रो कुरा कसैले नि खाएको छैन। हामी जनताका कुरा सुन्न यहाँ कोही आएको छैन। अब एउटै आश छ शान्ति, अब एउटै आश छ शान्ति। तिमी देशमा आउँछौ भन्ने, तिमी आयौ भने हामीले नयाँ जीवन पाउँछौ भन्ने। जे भए नि हेर शान्ति, तिमी देशमा आउनै पर्छ। हाम्रै लागि भए पनि तिमीले दुःख पाउनै पर्छ। भन त शान्ति कहाँ छौ अहिले, भन त शान्ति कहाँ छौ अहिले, आउने बेला भन तिम्रो। हेर्दा हेर्दै डढेलोले खाइसकेछ बन तिम्रो। यो डढेलो निभाउन त तिमी यहाँ आउनै पर्छ। यो डढेको घाउमा तिमीले मलमपट्टी लाउनै पर्छ। यो डढेको घाउमा तिमीले मलमपट्टी लाउनै पर्छ। धन्यवाद।